सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल अनि थारूभाइ फेरि आइसकेको छ तपाईँहरूको माझमा धेरै पछि। अनि आजको ब्लग चाहिँ हाम्रो अलिकति एडभेन्चर टाइपको हुन लागेको छ। सो आज हामी केटाहरू पिकनिक जाने भनेर सोचिरहेको थिएँ धेरै दिनदेखि होइन। सो आज हाम्रो प्लानिङ भइसकेको छ। सो आज हामी केटाहरू चाहिँ अहिले रेडी हुँदैछौँ होइन। रेडी भन्नाले पनि भर्खर अघि सुतेर उठेर म यता पसलतिर आएको छु। सो भाइहरू बसिरहेछ। सो भाइहरू बसिरहेछ अनि अरू केटाहरू चाहिँ नवलपुर गएको छ। अनि अरू भाइहरू त सुत्दैछ अनि उनीहरू अहिले लगभग उठेर सबजना अहिले हामी भेट्छौँ। अनि भेटेर यहाँबाट हामी 9-10 बजीतिर हिँड्छौँ। अहिले बिहानको त्यस्तै 7 बजिरहेछ। सो 10 बजे हामी अब निक्लिन्छौँ। अनि त्यसपछि देखाउँछ केटाहरू कस्तो बवाल हुन्छ जङ्गलमा मङ्गलमा डक्स। सो अगाडि हेरेर जाऊ के हुन्छ। सो हेलो गाइज अनि म आइसकेँ फेरि तपाईँहरूको माझमा। अनि म यस्तो रेडी भइसकेको छु जुत्ता लगाएर। सो केटाहरू रेडी छ जानलाई हामी केटाहरू आइरहेको छ पछाडिबाट। अनि अहिले हाम्रो सामानहरू अब हामीले रेडी हान्छौँ। अनि त्यसपछि हामी हिँड्छौँ। यो चाहिँ हाम्रो गाउँ हो होइन। सर लगाएर हाम्रो गाउँ केटाहरू आउँदैछ। अब हाम्रो पिकनिक जाने प्लानिङ स्टार्ट हुँदैछ। अहिले छिटो हिँड्छु भने थियो अलिक ढिलो भयो। हाम्रो 11 बजिसक्यो गाउँमै। अब सामानहरू हामीले यहाँबाट त केही रेडी गर्नुपर्ने छैन सबै बोकेर मात्रै जाने हो। अगाडि के हुन्छ हेर्दैछौँ। मेरो बाउ आयो एकछिन हामी चाहिँ रेडी भइसकेको छौँ। अब जाँदैछु। यो चाहिँ हाम्रो लम्बु 2 होइन। अनि यता डुप्लिकेट 2 यो साइकलवाला अटोवाला होइन। सो यो हाम्रो काले भाइ डाँडाटोलको सबभन्दा कालो मान्छे ठिकै छ होइन। नेपाली बाबु 2। अब हामी यहाँबाट हिँड्छौँ। अगाडि के हुन्छ हेर्दैछौँ। मैले त केटा हो सो केटाहरू देख्न सक्छौँ। अहिले हामी सागनाथको जङ्गल डुल्दैछौँ होइन। यस्तो बाह्रमा चाहिँ अहिले हामी सागनाथको जङ्गलमा सो केटाहरू बच्चोरी गर्दैछ। सो पछाडिको भ्यू तपाईँहरूलाई मैले देखाउँछु बवाल जङ्गलको भ्यू सागनाथ होइन। सो हेर्दै जाऊँ केटा हो अगाडि के हुन्छ है। हाम्रो सामान सत्याएपछि यता डिउहरू छ होइन। अनि सामानहरू सब पछाडि हालेको छ। अनि केटाहरूले राखिरहेको छ। सो भ्यू चाहिँ बवाल हो सागनाथको। यतिको भएपछि त के चाहियो त। अगाडि के हुन्छ हेर्दै जाऊँ है। यिनीहरूले बोले गरे केटा हो अगाडि के हुन्छ हेर्दै जाऊँ है त। हामी लोकेसनमा आइसक्यौँ। हामी बवाल बाह्रमा लोकेसनमा आइसक्यो। सो हाम्रो अटो जाँदैछ होइन। सो तपाईँलाई मैले ब्याक क्यामेराबाट देखाउँछु। ब्याक क्यामेरा होइन अगाडि क्यामेराबाटै देखाउँछु। सो हामी आइसक्यो लोकेसनबाट पसेर मैले तिमीलाई भ्यू देखाउँछु है कस्तो ठाउँमा आएको छु। बन्दरहरू पनि छ यस्तो झाडीमा आएको छु गाइड। त्यहाँ बन्ना मुक्दैछ कैना ऐना बनाएछु ए बन्दर के मत्तरी बाप पुत्यै छ हाम्रो मंकी इन द किङ। बन्दरले लगाएर मुकान फोर्बे कि रे तू हमर मुजी। अब ओए दाउराहरू पनि यहाँ भयो। त्यहाँ बन्दर सन्दरहरू थिए कता गयो त्यही छ उता भाइ डरेछ। कैना पकाइदिए। सो हामी लोकेसनमा आइसक्यो। अब हामी यस्तो ठाउँमा अब मुझे पिकनिक हान्न लाग्यो। कता भन्नाले नि सुन बिचमा ल ठिकै चल न त बिचमै बस्थ्यौँ यस्तो ल सफा हानु भएन। चुली यहाँ नबना भाइ चुलो यहाँ बनाउनु पर्छ। सो हाम्रो अटो चाहिँ त्यसरी छ उब्री गएन हौ। ऊ बर्के गाछीको तर्फ मात्रै एकचोटि देख्दैछु। बर्का गाछी तर्फ पनि देख्दैछु निमन ठाउँ अति त होइन भएर जाइछु नि होइन। चिक्ने झारी हिँड्यो। एभ्रीबडी गाइज लेट्स गो अन द बीच। ए होइन यहाँ साफ गर ए होइन साफ गर ल। अब यहाँ बनाउँछ हामी यो रुखको फेदमा अहिले मैले दिएको हो ग्याङहरु हाम्रोमा सब जंगलमा मुजी हाम्रो अटो यस्तो रहेछ मुजी त्यो रेलवेको बाटो
अगाडि के हुन्छ हेर्दै जाउँ है त केटा हो अहिले म पहिला चुलो बनाउँछु सगाइ देख्न सक्छ हाम्रो चुलो बनाएर नि मासु भुट्टाइ भइरहेछ यो नास्ताको लागि सो अब हामी नास्ता खानको लागि चाहिँ मासु बन्दैछ हाम्रो यसमा नि आगो बाल भुडीको लागि पनि बनाऊ यसमा नि आगो बाल यसमा नि आगो बनाऊ सो अब हाम्रो सामानहरू चाहिँ यस्तो रहेछ होइन भोलि आए अन्त बेच हो त झपा जतै बस झापेको क्या हेरेर निचा नराख्नु सो देख्न सक्छौ केटा हो अब यता प्याजहरू मासुको लागि जङ्गलमा मङ्गल भइरहेछ अघि के अगाडि के हुन्छ केटाहरू हेर्दै जाउँ त अर्को चुलो यता रेडी हुँदैछ यता म चाहिँ कुकम्यान हाम्रो इन्डियाबाट कुकिङ सिकेर आएको भाइ काले होइन सो अब बवाल हुँदैछ अगाडि के हुन्छ हेर्दै जाउँ है केटा हो यता चिकन डायमन्ड पाकिसक्यो मटन डायमन्ड पाक्दैछ पकाउने मुजी कुकम्यान यही हो डुप्लिकेट यहाँ चिक्ने एउटा मुजी लम्बु मुजी 0.6 यो रन्डी चिक्ने मौगी चिक्ने मान्छे गजब बेइज्जती है यो चिक्ने चिना कुत्ता चिक्ने मान्छे त यो कैसा लगा मेरा मजाक मौगी चिक्ने यही नहीं अभी और सुनिए अनि मलाई एउटा केटीहरुलाई चिकेर हात छोड्दिन्छु चीटिंग करता है तू चीटिंग करता है तू अटोमा बसेर घुमाउँछु दुईतिर अनि त्यो यो छ ए हैन यो इन्डियाको रन्डीलाई हेरेर बुट च्याएर हेरायो भने उमा मुड मार्न जान्छ टोयलेटमा अगर हम करें तो करें क्या बोले तो बोले क्या अनि एकर बारे में यो मुझे डुप्लिकेट मुड मारेर जिन्दगी कटाउँछ झूठ बोल रहा है आधार तो तोरा लॉजी तो बना ये सब मन माथा के रोज आते हैं इस उम्मीद पे आज जीतेंगे कल जीतेंगे परसों जीतेंगे रोज हारते हैं ओ मैं कथि हो मन में बोल दे बोल मन में कथि हो और मौसी के बुरसु में अभी मजा आएगा ना भिड़ो ओ मन में बरसु है बरसु एक नहीं तो ब्लॉग के तो पूरा चिनरवा ब्लॉग बना देले मैं चिकने गरी अटवा सब ब्लॉग बना देले ये सब स्पेशल आज में खुरपी के छोलनी ए इधर है यहाँ हेर न गाय छोलनी कन्टेनर देखाएँ रातु बोला त्यो पनि इन्टरभ्यु पेज काटा तिमीहरुले मलाई चिन्छ नि होला हैन अच्छा हमको सिखा रिया गाइस हाम्रो खाजा चाहिँ रेडी भइसक्यो अब हाम्रो नास्ता टाइम हैन यो हाम्रो कुकम्यान यही हो हैन हाम्रो नास्ता टाइम केटा हो ओइ पोजा नै नास्ता टाइम हैन सो डिउसी हाल्दैछ टक्क हाम्रो लेग पिसहरु रेडी अब हामी नास्ता सास्ता खान्छौं हैन ए देख एमन्डा कोही ग्लास थोरै कलेज खाइदिनु त केटा हो एमन्डा रुक्न दारु पिए वाला के भाइ दिउ मुल त अभी तंका देनी बिलाम धर न दुई तो कम सो नास्ता टाइम यो हाम्रो जोड हाल्दैन अब उसको हँसो के माको तो दिउ खा देखायो ओए ग्याङ चेस दोबारा चेस कबे दी कलिया मार तो ड्यूटी ना त हुन्छ पिले आपले खाइ दे यो चाहिँ हाम्रो खाजा खाने बेला केटाहरुसँग त चिल हैन लोकल पारा भाग माछ चिकन लोकल पारा के नामले चुप बिल्कुल चुप हिम्मत कैसे हो तेरी मुंह खोल छोड़ है उरा बारला नाले आई हमरा बुडी में मुकाबला त देखि छ कोन चल्दै छ दियाको पिछ हामी साला सिधै आइसकेको छ मैले हो केटाहरु डान्स हुँदैछ है कि अरे बाप रे बाप लगा में घुसल गहु मनसा डर दे कर एक रात की के भइल माता करा कि अरे बाप रे बाप लगा में घुसल गहु मनसा कि अरे बाप रे बाप लगा में घुसल गहु मनसा ए माछ के मेरो जुत्ता घिना ए जुत्ता आउनु लाग्यो गाइस हाम्रो पिकनिक भइसक्यो हामीसँग मासु उब्रेको देखाउँछु है म तपाईलाई हामीले मासु वाइल्ड ल्याथे मासु वाइल्ड भए पर्खाइ म देखाउँछु पर्खाइ मैले ब्याक क्यामेराबाट देखाउँछु गाइस यो मुजी मासु त्यतिकै फालिरहेछ यहाँ त्यतिकै फालिरहेछ ए ओना देख दिया ओना न त चल बर्का मार
एगो हान्ले चाहिँ हैन हल्ले यता मार यो 2 पिस अब 1 पिस आन हैन अनि त्यसो त टार्गेट कम्प्लिट अनि माछ सब फ्याक्दिए कहाँ फ्याक्दै कहिले अहिले छोड्दैन लाइफमा मासु मुजी वाल भएर बसेको वाक मासु खाएर वाक भएको चिक्ने आजै होला मुजी लाइफमा यो माछ चिक्न यो माछ चिक्न डिउको लागि मर्छ साला हैन यी दारु बोकेन यी दारु मुजी कोनो नपिए त यो पिबे माछ चिक्ने ल यो लास्ट पिस आन्दे लास्ट बन्दा दास लास्ट नुनसँग चोपके हाल्यो ए लागेको मिनरल वाटर मुला चोबिदे गाइड्स हाम्रो पिकनिक यहाँ नजिक समाप्त भयो हाम्रो अटो वहाँ छ हैन सो ब्याक क्यामेराबाट अब हेर्नु सक्छौ हैन गाइड्स यो हाम्रो मासु त्यतिकै रन्डिकमान भयो हामीले मासु खान सकेन या अन ओए पानीको बोतल दे त ओए दारु टिप मलाई थाहा छैन दारु चाहियो प्यारी समझ गई छोड्न यमपाती पिएदा पानी पिएदा छ पठा पानी देन भाइ एक गुटे पानी हाल ओ पानी हाम्रो लाइफमा मासु धेरै भएको भनेको आज फालाफाल भएको मासु 6 जनामा मुजी 5 केजी मासु भनेको थोरै हैन के वायर भयो जस्तो भयो के मसलाहरु पनि हल्का ड्यामेज परिसकेको थियो अलि मासु पनि हामीलाई खासै मिठो बनाउन आएन कि हैन त्यही भएर पनि वायल भयो जस्तो लागिरहेछ फर्स्ट चोटी रमाइलोमा खाइदियो म्याच राम्रो लाग्यो अब सेकेन्ड चोटीमा राम्रै लागेन देश अब चाहिँ नाम चाहिँ बवाल पारामा आउनुपर्छ यहाँ सफा बनाइदियो हामीले नाचेर अघि ओइ घन्टीको खतरै नाचे हाम्रो ग्याङ इंडिया से भागल छे तू इन्डियाबाट को भागेको यो मैच इंडिया गएको छैन इन्डियामा गएको छैन धेरै गएको छैन बसे छु यो हाम्रो नेपालको सबभन्दा टप ब्ल्याक ब्युटी भाइ मेरो कोरियन हप्सी चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह कोरियन हप्सी बिकॉज कोरियन हप्सी भाइ एकदम कन्फ्युज हो गरे बे नून कति करबी पारा सबके सुतल ए नून हालबी के फेक्नी गाजो नून के देखाया जिङ जिङ न सारो टिम माल है अब एक चिल एक पुरी ए जाइको अब गाइस अगाडि के हुन्छ देखाउँछु अहिले म अलिकति झ्या भइरा छु सो गाइस अगाडि के हुन्छ हेर्नुमा त सो केटा हो हामी चाहिँ अहिले यो बागेको जंगलमा छौं हैन भाइ हेरसर बसिरहेछ केटाहरु सब फोटो सुट हान्दैछ अनि मेरो चाहिँ भिडियो सुट भइसकेको छ मैले चाहिँ ग्याङको लागि हान्दैछु मेरो ग्याङ हाम्रो ग्याङ भन्नाले नि मेरो भाइहरुको लागि थारू भाइको ग्याङ स्याङ छैन थारू भाइ त एक्लै पनि भिडिन्छ बाल्छन् हैन सो भाइहरुको लागि भिडियो खिच्दिएको थियो बवाल हैन ग्याङ भिडियो हैन अझ यिनीहरुको भिडियो सुट फोटो सुट लौरा लसन सुट हुँदैछ सो अब हामी यहाँबाट हिँड्छौं हैन ग्याङ ल थारू ग्याङ लेट्स गो अन द बीच ब्लग बवाल हेर्नु पर्यो अब हामीले ब्लगिङ गरिसि सबैजना बाइ बाइ गरे ब्लगमा सो ग्याङ ए ब्लगमा बाइ बाइ गरे सबैजना बाइ बाइ सो ग्याङ यो भिडियो चाहिँ यहाँ इन गर्दैछु बाइ बाइ जा पुदुरे फाइनली हाम्रो बाइ बाइ अब हामी चाहिँ अब नेक्स्ट ब्लगमा भेटौँला ग्याङ सो अहिलेको लागि चाहिँ यति नै है ग्याङ बाइ बाइ